आजको दिन यति रमाइलो भयो कि हजुरहरू कुरै नगर्नुहोस्, आउनुहोस् हजुरहरूलाई म आजको दिनको सुरुवातबाट देखाउँछु। नमस्कार यहाँहरू सम्पूर्णलाई स्वागत छ मेरो सानो मिनी ब्लगमा। आज हरिशयनी एकादशी तुलसी रोप्ने दिन, त्यही भएर बिहान उठेर पूजापाठ सकेर हामीहरू दिदीबहिनी लाग्यौँ मन्दिर दर्शन गर्न। घर छेउमै रहनुभएका राजेश्वर महादेवमा हामीहरू दुईजना जाँदै थियौँ। त्यहाँ गएर बरपिपलमा पानी चढाएर भगवान् गुरु गणेशको पहिला दर्शन गरी शङ्कर भगवान्लाई जल पानी चढाएर बरपिपलमा पानी चढाएर हामी दिदीबहिनी लाग्यौँ घरतिर। आज चाहिँ हरिशयनी एकादशी भएको कारण घरमै के बसिरहनु भएर हामीहरू चाहिँ नागार्जुन नगरपालिका वडा नम्बर सायद 5मा रहनुभएका बद्रीनारायण धामको दर्शन गर्न लाग्यौँ। दिदीबहिनी चट्टबाट हामीहरू घरबाट निस्क्यौँ। हामीले इन्ड्राइभ गरेको हुनाले एकछिन इन्ड्राइभ कुरुन्जेल चाहिँ हामीहरू आमा छोरी फोटो भिडियो खिच्दै थियौँ। त्यसपछि इन्ड्राइभ आइसकेपछि हामीहरू लाग्यौँ बद्रीनारायण धामको दर्शन गर्न। हाम्रो घरबाट चाहिँ ठ्याक्कै 5 किलोमिटर पर हुन्छ। हामी चाहिँ डाँडा काँडा हरियाली हेर्दै हेर्दै बद्रीनारायण धाम जाँदै थियौँ। बाटो चाहिँ अलिक कच्ची परेको हुनाले हामीलाई चाहिँ ट्याक्सीले अलिक वरै छोडिदियो। त्यसपछि हामी त्यहाँबाट चाहिँ अलिकति हिँड्दै हिँड्दै लाग्यौँ भगवान्को दर्शन गर्न। जङ्गलको बाटो भएकाले हरियाली शीतल शीतलै थियो। हामीहरू चाहिँ गफ गर्दै रमाइलो कुराकानी गर्दै सानो सानो बच्चा बेलाको कुरा गर्दै बच्चाहरूलाई रमाइलो गर्दै हिँड्दै थियौँ। हाम्रो घर पनि देखिन्छ भन्दै गफ पनि गर्दै थियौँ। त्यसपछि मेरो यहाँ भदैनी पनि गएकी थिइन्, दिदीको छोरी पनि गएकी थिइन्। उनीहरूलाई चाहिँ बच्चा बेलामा हामीले यस्तै पात बजाउँथ्यौँ भनेर देखाउने थिएँ। त्यसपछि मम्मी लम्बथी मलाई मेहन्दी लगाइन्छ भनेर पातको छाप पनि लगाइदिए हुनुहुन्थ्यो। यसरी रमाइलो गर्दा गर्दै हामीहरू पुग्यौँ मन्दिरमा। मन्दिरमा चाहिँ एकादशी परेको हुनाले मान्छेहरू चाहिँ अलिक भिडै थियो। म चाहिँ यति खुसी भएको थिएँ हिँड्दा हिँड्दा बल्ल बल्ल आइपुग्यो भनेर। त्यसपछि हामी भर्याङ चढेर भगवान् बद्रीनारायण धामको दर्शन गरेर माथि उठ्दै थियौँ। गाह्रो भएकोले एकछिन बस्दै बस्दै माथि बल्ल बल्ल पुग्यौँ। सर्वप्रथम त हामीले गुरु गणेश भगवान्को दर्शन गऱ्यौँ। बच्चाहरू चाहिँ मलाई गुरु आएर भनेर जिस्काउँदै थियो। म चाहिँ हाँसेर गणेश भगवान्को दर्शन गरेँ। त्यसपछि मेरो छोरीले, त्यसपछि मेरो दिदी छोराछोरी सबैजना मिलेर दर्शन गरेर दाहिना घुमेर हामीहरूले बद्रीनारायण धामको दर्शन गऱ्यौँ। त्यहाँ चाहिँ भित्र फोटो खिच्न नपाइने भएर बाहिरै फोटोसोटो खिचिवरी रमाइलो गरेर दर्शन गरेर हामीहरू त्यहाँबाट फर्कियौँ। गाडी चाहिँ पाउनु एकदमै मुस्किलै थियो किनभने जङ्गलको बिचमा थियो। त्यही भएर सर्वप्रथम बचाएर भोक लाग्यो भन्ने खाले त्यहीँ छेउकै पसलमा नासपाती किनेर त्यहीँ काटकुट गरेर पखाल पुखुल पारेर काटेर छोला मार्न रेडी पार्दै थिएँ। त्यसपछि ठ्याक्कै एउटा गाडी आइपुग्यो। ठ्याक्कै सोधेको दाइ लगिदिने हो भनेर हामीहरू कति खुसी भएर त्यो गाडी चढिहाल्यौँ। त्यसपछि त बच्चाहरू पनि खुसी भएर अहिलेसम्म यस्तो गाडी चढेको थिएन रमाइलो भयो भन्दै मेरो छोरी त झन् पुरा सुती बिन्दास पाराले हाम्रो दाइले लिफ्ट दिनुभएको थियो। हामीलाई चाहिँ आज बाटोसम्म भए पनि सजिलो भएको थियो। फर्स्ट टाइम यस्तो गाडी चढेको हुनाले बच्चाहरू धेरै खुसी भएर भिडियो खिचेर यसो त म फर्स्ट टाइम चढेको भन्दैछ मेरो छोरो पनि। त्यसै गरी खुसी गर्दै गर्दै हामीहरू चाहिँ घर आइपुग्यौँ। बच्चाहरूलाई फेरि बाटोमा आउँदा आउँदै भोक लाग्यो भनेको हुनाले यिनीहरूलाई ल जमल तलर खान्छु भनेर पानीपुरी खाँदै थाल्यो। त्यहाँ पानीपुरी बच्चाहरूले चाहिँ पानीपुरी थरपरी खाएर एकछिन भोक माऱ्यो। हाम्रो चाहिँ व्रत भएको हुनाले हामी चाहिँ केही पनि खाएनौँ। बच्चाहरू चाहिँ पानीपुरी खाँदैछन्। मेरो भदैनी, मेरो छोरी, मेरो छोरो, मेरो कान्छो छोरो, त्यसपछि छोरी गरेर हामी खाना त्यहाँबाट निस्क्यौँ। त्यहाँ चाहिँ एउटा नम्बर प्लेटमा चाहिँ हेलमेटको अर्थ पनि लेखेको छ। म चाहिँ नबुझेर यसो भिडियो पनि खिचिदिइहालेँ। त्यसपछि हामीहरू लखर त्यहाँबाट हिँड्दै घर पनि फाइनली आइपुग्यौँ हामीहरू। आजको मेरो दिन यस्तै रह्यो। सम्पूर्ण हरिशयनी एकादशीको धेरै धेरै शुभकामना। हजुरहरूले पनि आजको दिन कसरी बिताउनु भयो प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सनु होला भन्दै मेरो छोरीहरूले भिडियो पनि बनाइरहेको थिएँ, टिकटक पनि खिचिरहेको थिएँ। त्यसपछि मेरो छोरी सानो भिडियोमा चाहिँ हजुरहरूलाई एउटा सन्देश दिँदैछ। बाई बाई, गुड नाइट।